साथीहरू, यो चाहिँ हाम्रो क्यानाडाको गार्डन हो, भेजिटेबल गार्डन, समर गार्डन। सबै मान्छेहरूले परिको भेजिटेबलहरू लगाएको छ, मकैहरू लगाएको छ, टमाटरहरू। हेर्नुहोस् है साथीहरू, यहाँ चाहिँ बर्खामा बोडी, यो के अरे मटरहरू सबै कुरो फल्ने भनेकै यही सिजन हो। अनि यहाँ म जाँदैछु मेरो गार्डनतिर। यो चाहिँ सबै अरू मान्छेहरूको, साथीहरूको। यता यस्तो सानो सानोमा कसैले फुलहरू रोपेको छ। अनि यता गएर यो टमाटर यस्तो भएर फल्छ। प्याजहरू, प्याज, टमाटर। यो चाहिँ फाइनली मेरो गार्डन हो। यो चाहिँ फाइनली बोडी, टुक्रुके करेला छ। यहाँ चाहिँ बोडी चाहिँ एकदमै हेल्दी भएर आएको छ अरूको भन्दा चाहिँ। तर अब हेरौँ कति फल्दो रहेछ। फर्सीहरू चाहिँ त्यति राम्रो भएन, यत्रो सानो सानो छ हजुर। अनि जरिङ्गो रोपेको थिएँ, यत्रो नै छ अहिले। अब खै साग त हुन्छ कि हुँदैन थाहा छैन। अनि यता हेर्ने हो भने खोर्सानीको हालत त्यस्तो छ। अनि यो चाहिँ काँक्रा, खै किन सानो मार्दैन, बढेकै छैन। यो चाहिँ साथीहरू, यो चाहिँ तिते फापर है साथीहरू। यो चाहिँ हामीले साग खानुको लागि लगाएको। यो चाहिँ फाइनली बैगुन नबढेर यस्तो भएछ। धेरै मल हालेको छ र पनि। थ्याङ्क यू साथीहरू, मेरो यो भिडियो हेरिदिनु होला। क्यानाडामा पनि हामी यस्तो काम गर्न सक्छौँ समरमा, 3-4 महिनामा। अनि 3-4 महिनामा फलिसक्छ। कसै त फल्दै चिसो आउँछ। मन पर्यो भने लाइक, सेयर गरिदिनु होला मेरो दिलमाया युट्युब च्यानलमा।